announces the departure of flight number 6772 Pokhara. Passengers are kindly requested to proceed towards gate number 2. Thank you. Amaran. हामी 20 मिनेटको फ्लाइटमा बिस्किट खान नपाइकन ल्यान्ड भइसकेको रहेछ हामी चाहिँ इन्टरनेसनल पोखरा इन्टरनेसनल एयरपोर्ट यो चाहिँ आइपुगेमै हामी पोखरा पछि नहाल्दा पनि भइहाल्यो नि त सानो सानो के गरेको त्यो के गरेको देऊ यता खस्छ यता देऊ खस्छ खसायो एक्लै ए जाउँ जाउँ पापा जानुभयो है पापा जानु जाऊ हिँड कुदेको हिँड हामी चाहिँ यहाँ रुममा गएर फ्रेस भएर फ्रेस त के सानीलाई यसो खाजा दिएर अब निस्केको अब बाइक लिनु छ भरे बसौँ न यहाँ अनि बाइक लिनु छ यता चाहिँ स्पेस छ यति धेरै एकदम चिसोको लुगा लिएको छु है भरे यहाँ चाहिँ तातो न तातो एउटा लुगा बोकेर आएको छु यहाँ गर्मीको चाहिँ अनि ठिकै छ यहाँ चाहिँ सानो उसको साइकल देख्यो क्या त्यो सानो ल के गर्नु सानो साइकल देख्यो अनि त्यहाँ कुद्दैछ हामी स्कुटर रेन्टमा लिन आँटेको अब पोखरा घुमिन्छ आज सिटी राइड मात्रै हाल्नु सिटी राइड आज यता वरिपरि लेक त नि छ त नि त कहाँ पुग्यो मलाई थाहा नै पाएन नि त धेरै मान्छे छ जस्तो लागेन मलाई किनभने अहिले दसैँ तिहार भइरहेछ नि त तर यो ठाउँ पनि मजाको रहेछ त मजाको मोटो त्यो त उयो पो छ त पूजा गरेको होला तिमी एकछिन त त्यहीँ बस्यो होइन म पछाडि पनि उठेर बिच घुम्न आएको छ बिच भर्खरै सुतेर उठाएछ के अरे होइन यहाँ बरु कोही छैन यहीँ गर्दा हुन्छ होला नि खाली छ नि यहाँ त होइन फोन पनि मोबाइल पनि अलाउ गर्दो रहेछ नि त यस्तो ब्यागमा यहाँ राखेर ब्यागमा ल्याएँ अनि बिचमा आफै स्टिल बसेर फोटो खिच्दैछु पापा सानो र पापा चाहिँ पर हुनुहुन्छ अनि 1 घन्टाको 500
आनन्द आयो मलाई त एक्लै खाली छ यहाँ चाहिँ यतापट्टि पनि खाली सबै म एक्लै छु अहिले झन् यता पनि खाली अलिक पर उता अलिक के अरे सेन्टरतिर चाहिँ अलिक बेसी हुँदो रहेछ यहाँ दुईजना कराउँदैछ सारी पामे भनेको हो कि पाम बिच हो कि के हो मैले थाहा पाउनु पनि सकिनँ यो अब अलिअलि खिचेँ फोटो चाहिँ खिच्नै पाएन अब भिडियो पनि के आफ्नो कति नै खिच्न सकिन्छ र है खिचेर अब राख्नुपर्छ है मोबाइल फेरि पानीमा खस्यो भने बेचोक मलाई चाहिँ यहाँ शीतल भइरहेछ फेरि फोटो खिच्न आउनु भएको यहाँबाट फोटो खिच्न आएको एकछिन स्टप गर्नु पर्यो स्टप चाहिँ यसरी आऊ खिची त रहेछ छ नि एन्टी लाइट आएछ हुन्छ सबै पानी चुइँदो रहेछ कि यसरी आउँदो रहेछ अब हामी मोटो एउटा उयो खिच्दिनँ है मेरो भिडियो म अलिक पर जान्छु होइन यसरी आउँछु होइन तपाईँ यस्तो स्टिल राखेर क्या नहल्लाइकन है एउटै ठाउँमा राख तिमी यताबाट आऊ जस्तो लाग्यो सानो यता हिँड पापा भएकोमा हिँड अब टाटा बाई बाई भनेर लाग्छौँ सिटी राइड खुसी रहेछ एकपल्ट सानो चेपेर इत्रु हेलमेट पनि इत्रु छ बिचरा खै यहाँ ल्याउ त म गइसकेको छु ल अब हामी यहाँ सुस्मिताले कायाकिङ चाहिँ सक्यो सानेर म लगभग 1 घन्टा पर्थ्यो अब लानु है कता अब हामी सिटी राइडतिर जाने पोखराको मेन सिटी ल हुन्छ अब हामी खाजा खानु लागेको सानो निद आएको छ यहाँको लोकल फुड खानु परेन त भेनास चटपट कति धेरै मान्छे अन्त झन् अझ कम भयो यो चाहिँ हामी यो भेनास चटपट नाम चाहिँ चटपट पसल हो के छ तर पाउनु चाहिँ जे पनि पाउँदो रहेछ है जे पनि नभए मोमो चाउमिन मोमो पनि पाउँछ है म त अनि चाउमिन थुक्पा दहीपुरी हाम्रो यहाँको एकदम फेमस चाहिँ यही हो चटपटे दहीपुरी सानोले हेरेको फेरि गयो सानो गाडीभित्र गयो ल जाउँ म त घुमेर आइपुगेँ बत्ती बलिसक्यो यहाँ झिलिमिली अब सधैँ लाग्ने हो कि यो तिहारको झिलिमिली हो कि के हो यो चाहिँ पुगाऊ यता ल हामी चाहिँ भर्खरै एउटा सर्ट सिटी ट्रिप गएर आइयो होटलतिर जाँदैछौँ हामी चिप्लिनु खोजेको स्लाइड खेल्न खोज्दैछ उसलाई उठाएर लैजाउँ न उता यहाँभित्र चाहिँ ठुलो उयो टेबलहरू रहेछ क्या फुल डाइनिङ भित्र पनि डाइनिङहरू रहेछ ल आफै बस्नु खोज्दैछ यहाँ यो उयो तिहारको लाइट्सहरू आजैदेखि रहेछ तिहारको लाइट्स जाऊ दादा हो त दादा उता बस्छ सानो पिङ्के ल हेर त बस नि त्यहाँ ए यहाँ चाहिँ यस्तो छ लौ आमै खेल्यो पिङ खेल्यो
गयो खेल्नु त सानी त दादालाई भेटाइहाल्यो नि एकजना दादालाई पक्रिहाल्यो जाऊ जाऊ सानो उसलाई त फेरि दादा खेलाउने दादा पायो भने त दादा भनिदेऊ सानो सानो पायो साथी दादा उसले त मन पराउँछ नि फेरि दादाहरू खेलाउने दादा यत्तिकै बस्ने दादा होइन कि यसरी खेलाउने दादा पायो भने चाहिँ उता खुसी हुन्छ यो बस्नलाई चाहिँ आनन्द रहेछ सानोको मस्ती त्यही भएर यो डुङ्गो हुन्छ सानो बिस्तारै गार्डनवाला भएको धेरै फाइदा भयो है सुतेको पुको पुको हजुर भयो के भयो होइन ऊ सुत्छ जस्तो छ क्या एकछिन माथि रुम जाने अनि आउने ल तपाईँ हामीलाई पुऱ्याउनु ऊ हेर्नु खेलेको पुऱ्याउनु अनि आउनु अनि यसो म एकछिन उसलाई उयो पनि गर्छु क्या उसलाई अलिक इरिटेट भइसक्यो बेसी उठ उठ हामी चाहिँ यहाँ लेक साइड घुम्न निस्केको अनि त्यसपछि यहाँ घुमेर अनि डिनर गर्न फेरि जान्छौँ त्यही हाम्रो होटलै यसो घुमिहालौँ भनेर फेरि के थाहा अहिलेसम्म फेरि अल्छी लाग्ला कि आर्ट ग्यालेरी रहेछ है यहाँ चाहिँ क्या दामी क्या यो पनि आर्ट ग्यालेरी ए यो त ग्लेसियर होटल पो रहेछ म त आर्ट ग्यालेरी हो यो माथि होटल तल उयो जस्तो छ यस्तो छ आर्टहरू तालबाराई जाने मन्दिर चढ्ने बोट चाहिँ मन्दिर जाने बोट चाहिँ यहाँबाट रहेछ राम्रै पहिले त गएको हो साँच्ची म त जस्तो इभिनिङ वक बाई दि लेक जाँदैछौँ हामी तिनजना सानो पनि यता निकै इन्जोय गरेर हिँड्दैछ गुड मर्निङ आज चाहिँ सेकेन्ड डे अनि हामी चाहिँ रेडी भएर अब ब्रेकफास्टको लागि जान्छौँ अनि मैले देखाउनु खोजेको चाहिँ के हो भन्दा यही हिमाल दामी देखिरहेछ यहाँबाट कुन हिमाल हो चाहिँ थाहा भएन आम्मा रे यहाँबाट सानोले सानो हाम्रो रुम चाहिँ यही हो नि त सानो साने विथ हिमालको भ्यू पापासँग उताबाट पापासँग आऊ ल जाऊ उता यता पनि दामी देखिरहेछ गुड मर्निङ ब्रेकफास्टको लागि आएको हामी चाहिँ यहाँ रेडी भइसकेछ ब्रेकफास्ट चाहिँ बुफे राख्दो रहेछ गुड मर्निङ गुड मर्निङ भाइ लिँदा हुन्छ है के रहेछ हेर्छु है त ग्रिल्ड सलामी यो स्क्रैम्बल एग गोल्डन प्यानकेक अनि यो ग्रिल्ड टमेटो र भेजिज अनि त्यसपछि यो पास्ता रहेछ यो आलु जुस छ सानैलाई चाहिँ जुस हुन्छ जस्तो गुड मर्निङ भनिदेऊ सानो गुड मर्निङ खोइ त यहाँ यो फ्रेस जुस हो
ट्याङ जुस ए क्यान तपाईँहरूसँग पाइप जस्तो छ स्ट्र छ यहाँ बाहिर बस्ने हामी त बाहिर हुन्छ बाहिर बस्ने हामी यसो मिलाएर लान्छौँ है यो स्ट्र हजुर हस् थ्याङ्क यू यहाँ चाहिँ बार यसको बार हामी चाहिँ यहाँ बसेर बाहिर बसेर खाने भनेको यहाँ होइन उता उयो तलै बस्ने नि त्यो छोरोको चिसो चिसो छ तर यहाँ त सबै वाटर गरेर यहीँ बस्ने त छोरोले ल हुन्छ हिजो ठुलो थाली थियो त हैन हुन्छ हुन्छ ठुला आएको त सानो ब्रेकफास्ट गर्ने हस् त्यो त निकालिदिनु यो निकालिदिनु पछाडि सपोर्ट यहाँ आऊ यहाँ बस्नु आऊ सानो बस मजाले अब हल्लाइदिनु अब खाजा खाने नि त्यस्तो गर्नुहुन्न सानो अब खाजा खाने हो के खायो के पायो सानो एकछिन है कपाल बाँधिदिनुपर्छ यता यता चेयरमा बस्ने अघिको चेयरमा यता यता आफ्नो ठाउँमा जाऊ अघिको बसेको खै देखाऊ त मलाई के पायो पायो लानो ठाउँमा बस त्यहाँ होइन अघिको ठाउँमा बस्यो आफ्नो ठाउँमा यता यता त्यता होइन यहाँ आऊ तिम्रो ठाउँ आऊ अहिले हजुर आऊ यता यहाँ बस्न तिम्रो जुस पनि छ यता हेर त जुस यहाँ बस्छ आफ्नो ठाउँमा आऊ यता बस्छ त्यो हो म बोकिदिन्छु तिमीलाई त एकजना यसो खिच्यो भने त चाहियो होला नि त साई बनाउनु म लिएर आउँछु अब ब्रेकफास्ट तिमी त्यही खाने ल हाम्रो ब्रेकफास्ट गर्दै गर्नु ल म आउँछु अब जाम घुम्न जाने अब हामी कति 1 घन्टै खाजा खायौँ हौ 1 घन्टै खाजा घुमेर आउँछु है एकछिन त्यहाँ जानुभयो भन्नु तिमीले हामी ए जाउलो बारेमा भनेन म त मैले एरिकालाई जाउलो भनेको थिएँ कि हामी दिउँसो मात्रै आउँछौँ होला है हामी आउनु है म त्यो आइपुग्यो यहीँ स्ट्यान्ड चाहिँ यहीँ रहेछ क्या गाडीहरू राख्नुपर्ने चाहिँ यहीँ रहेछ अब यहाँबाट हिँडेर जानुपर्छ माथि 10 मिनट भनेको छ 15 मिनट त लाग्ला है हामीलाई त लोकलले भने हो नि त 10 मिनट चाहिँ तपाईँले बनाउनु भएको हो यो उहाँले बनाउँदै हुन्छ ह्याट पनि दामी बनाउनु भएछ त तपाईँको टोपी पनि मजाको भएछ त टोपी नि मजाको छ
आफै बनाउनु भएको मजा यो त सजाउनलाई मात्रै है सजाउनलाई भन्छ नि अब आउने बच्चालाई थाहै छैन हो यो पुरानो स्टाइलको बनाउनु पहिला भएछ जमानाको चिज हो के होइन हो कि होइन यो जातो हजुर जोत्थे हजुर तपाईँ खेती गरेर खान्थे पहिलेको चिज नमिल्छ भनेर मैले अब कसैले लान्छन् भने लैराखेका छन् ए लैराखेका छन् घर हो हजुर घर त गाममा देख्नुभयो होला त्यति गेट आइपुग्यो हिमाल चाहिँ यहाँ अलिअलि बादल लागिसकेको छ नि हिमालमा त मजाले देख्न पाएन यहाँ माथिबाट पनि देखिन्छ पिस्तुपाको विश्व शान्ति स्तुपाको गेट आइपुग्यो हामी देउसी भैले टोली रहेछ यहाँ फेरि फुलहरू मजाले फुलेको रहेछ त्यहाँ बसिरहनु भएको रहेछ सानी सुतेर एकदम उयो भयो फोटो स्टुडियो त रहेछ स्ट्याचु पनि छ कसको फोटो सानो उठ न उठ्नै मानेन सानो अब हामी जाने पुम्दीकोट यहाँ माथि छ शिवजीको स्ट्याचु रहेछ नि त्यहाँ चाहिँ अनि चर्को घाम चर्को सानो उठेर पनि फोटोसोटो खिच्यो मजाले यहाँ तल लेक अर्को साइड पोखराको यो चाहिँ अब हामी सक्यो यहाँ घुमेर अब पुम्दीकोट जान्छौँ माथि जाडो होला भनेको कहाँको जाडो हुनु र बाफ्रे घाम त टिल्लिल्लिल्लिल्लि हावा अलिअलि शीतलै छ तर धन ए यो बस्ने ठाउँ पनि उहाँले बनाइदिनु भएको रहेछ क्या यो अब पहिला पहिलाको चिजहरू हो नि ढिकी काका यहाँ पुम्दीकोट आइपुग्यौँ पुम्दीकोट भन्दा चाहिँ यहाँ शिवजी मन्दिर स्ट्याचुमा आइपुग्यौँ माथि हाइटमा मजाको बनाएको रहेछ रेस्टुरेन्टहरू चाहिँ यता अनि तल पोखरा लेक आज कस्तो हिमाल नदेखेर नि यो चाहिँ ड्रिम सिटी हो जस्तो छ अब मेन मन्दिर आइपुग्यौँ सानो फेरि कुद्न थाल्यो अब यहाँ आएर चाहिँ स्ट्यान्ड लगाएर जाऊ सानो उता त म यहाँ पानी हेर्न जाउँ पानी हेर्न होइन जाऊ बिस्तारै बिस्तारै धन्न हावा चाहिँ शीतल छ र यहाँ आज ठिकै भयो घुम्न त आज घुमेर सुत्दिन्थ्यो अब आज छोरी आएन नि त अब यहाँ घन्टी बजाउनु सानो बजाऊ बजाऊ सक्दैन सकेन उसलाई पानी नै उयो छ क्या प्यारो जाऊ जाऊ त्यही नजिकै जाऊ सानो जुत्ता यहाँ खोल्नुपर्ने रहेछ यहाँ तातो घाँस रहेछ
यहाँ ठिकै रहेछ सानो भगवान्लाई ढोग्न लगाउनु न ढोगा यहाँ ढोगी गरौँ ढोगा ए ल होइन त्यो त राख्ने हो त्यही ल उता जानुपर्छ ड्रिम सिटी नजानु पर्यो जस्तो लागिरहेछ मलाई त्यस्तो म इन्ट्रेस्ट पनि छ होला नि त्यहाँ मान्छे त कमर हो यहाँ यो ठुलो रहेछ नि त यहाँ चाहिँ हो एकछिन यतै बसौँ न तेरिका यहाँ राउन्ड हान्दैछ सानो एक्लै उकालो हिँड्न सक्दैन यहाँ माथि ल्याएपछि फेरि खेल्छ यसरी मजाले यहाँबाट पनि भ्यू त यसरी धेरै पर्यटकहरू आइदिएका छन् यहाँ फोटो खिचौँ है अब सानीलाई यसो गर उसो गऱ्यो पानी नै मनपर्छ उसलाई पानी नै मनपर्छ बुम्दीकोट भ्रमण सकियो ल अब हामी यहाँ खाजा खानको लागि चाहिँ समय आएको छौँ समय हेरौँ कस्तो छ रेटिङ त राम्रै छ आया खुट्टा मेरो त्यहाँ बसौँ न घाम छ घाम बेसी आउँछ भित्र त नबस्ने यहाँ पनि ठिकै हुन्थ्यो रहेछ ठिक छ त्यहीँ बसौँ न त हिजो क्या म अड्केको ठाउँ त्यही हो क्या यहाँनिर यहाँ छेउमा आइपुगेको छु होइन उतै त म अड्केर ढुङ्गामा हिजोदेखि सिकेको क्या ढुङ्गा फाल्नु उसले गर्छ ढुङ्गा फाल्छ टुक्क भइहाल्यो म दिन्छु हामी दिन्छु यो यहाँ सानो मान्छे पिङ खेल्दै हुनुहुन्छ है त्यो पिङ भाँचिला म पनि खेल्छु भनेको अब यस्तो चियर्स गर अब यस्तो चियर्स पिङ खेली गयो नि दुईजना सानो उठेर गयो पिङ खेल्ने भनेर अब हामी लेक साइड वकिङ जानलाई पार गऱ्यो अनि यहाँ चाहिँ माथि यसरी छाता राखिदिएको रहेछ मजाले तिनजना हिँड्यो है लेक साइड अब लेक साइड त सबै लेक साइड नै हो वकिङको लागि चाहिँ यता जानु पाइने रहेछ समात्नुपर्छ उसलाई चाहिँ यहाँबाट यसो भिडियो खिचौँ न बोट त्यहाँ अब जान्छु बोट चाहिँ चढिनौँ है हामी तर मलाई चाहिँ पहिले त्यस्तो याद भएन हौ कता गएको यता त फेरि रेस्टुरेन्ट थियो जस्तो लाग्छ अहिले यस्तो स्टलहरू रहेछ
अघि चाहिँ हामी त्यहाँ चढेर आएको खास चढेर अब चाहिँ वकिङ इभिनिङ वकको लागि अहिले चाहिँ यता आएको हो जस्तो लाग्यो मलाई त अहिले आएर बत्ती पनि बलिहाल्यो 10 वर्ष अगाडि 9 वर्ष अगाडि आएको बिनाले ल्याउनु भएको थियो हामीलाई पोखरा घुम्न अनि त्यसपछि यसै पालि हो रमाइलो लाग्यो पहिलेको भन्दा पहिले चाहिँ धेरै नबुझेर है के हो त्यस्तो रमाइलो लागेको थिएन यसपालि चाहिँ रमाइलो लाग्यो मलाई घाँस होइन उसलाई त्यो नि स्लोपी एरियाहरूतिर हिँड्नुपर्छ क्या त्यस्तो गर्छ खाली मोमो अहिले तिमीलाई यता हो मेला लाग्ने कति चाँडो हिँड्नु पर्यो होला यता चाहिँ मेला लागिरहेछ ल खानेकुराको स्टलहरू यता खोइ कहाँ हो हजुर ल फर्स्ट टाइम छिरेको म आफै पनि यो पार्कमा धेरैचोटि आयो पोखरा यो त बच्चालाई यहाँ चाहिँ पुरै पार्क रहेछ बन्द रहेछ छोटो त्यसमा सक्दैन के ल अब चाहिँ हामी ड्राइगन ट्रेन अरे यताउता ड्राइगन ट्रेनमा जाने अरे आमा भाइहरू रेडी छन् पुरा माथि रोटेपिङ घुमिरहेछ बच्चाले खेल्ने जस्तै छ हामी 3 जना खेलेको क्या यहाँ नानु हामी 3 जना खेलेको सानो उता एउटा नानु भयो रोटेपिङ खेल्न ल हुन्छ यहाँ रोटेपिङ खेल्न जानुभयो अब आज हामी मसँग हाम्रो भाइ हुनुहुन्छ आगमन भाइ कष्ट सकेर बस्नु भयो अरे आज यहाँ तल देखिरहेछ तल लोडिङ हुँदैछ सानेरामा चाहिँ यहाँ हामी चाहिँ हेर्ने होस् पापालाई पापा खेलेको हेर्नुपर्छ हुन त बन्जी हानिसके रोलर कोस्टर खेलिसके त्यही पनि यसो हेर्दा चाहिँ डरै लाग्ने त्यो माथि हेर्दा चाहिँ हौ जानुभयो त्यहाँ चढ्नुभयो कस्तो भयो दामी ठिक है डर लागेन मजा आयो भाइ डर लागेन म त यतिकै अक्षय कुमार जस्तो उठ्नु के कस्तो डर हुन्न हौ ल जाउँ छोरो सानो उता हेर्दै के हो ढुक्क साइला भएर बसेर मेलामा गेम खेल्यो गेम पनि खेलियो पोखरामा आएर आज चाहिँ हाम्रो लास्ट डे के हो त्यो लास्ट डे पोखरामा झिलिमिली पनि तिहार अलिअलि लगाएको छ धेरै चाहिँ लगाएको छैन
यहाँ माया थकाली खाना आएको हामी चाहिँ यहाँ हेर्नु त पान खावा सानो पोखरेली माया खाऊ माया पोखरेली पानी खावास् टिस्यु पेपर चाहिँ यसमा राख्दो रहेछ माना माना होइन यो के हो यो कुरुवा हो हाम्रो खाना आइसकेको हो कति चाँडो हाम्रो खाना त रेडी भइसकेको छ त हिँड सानो लुक भर्खर खाली हुँदैछ सफा गर्नु बाँकी सानो सानो हिँड पापा गए पापा उता हिँड अब जाने हिँड उसलाई त्यो रमाइलो लागेको लुकीडुक तिहारको झिलिमिली लडी हुन्छ है डुङ्गो हुन्छ है त्यस्तो धेरै नर्छ ल आज चाहिँ हामी बेगनास लेक जानलाई रेडी भइसक्यौँ ब्रेकफास्ट पनि भइसक्यो अब 1 घन्टा लाग्छ भनेको छ बेगनास लेक पुग्न पुगेर एकछिन बसेर फर्किहाल्छौँ किनभने आज हामी फर्किनुपर्छ काठमाडौँ ल हामी बेगनास आइपुग्यो छोरो सुतिरहेछ हेलो फ्रम बेगनास लेक हाम्रो घुमको कति निना लाग्छ स्कुटरमा बाइकमा चढ्यो कि भुस फेरि राति पनि चाँडै सुतेको त भने एकैछिनमा 3 नम्बर के हामी एक्लै हो कि हुनुहुन्छ एकजना हामी मात्रै हो अबै होइन अनि डर हुँदैन त पुग्दिनँ म रो गर्छु सकिहाल्छु चढौँ म कता बस्ने त्यहाँ अगाडि बस्छ म यहाँ परै जानु पर्ला म चाहिँ बस्दैन म यहाँ तिमी यहाँ बसेर यता फर्क हेलो यहाँ पछाडि माउन्टेन अब तपाईँले त्यहाँबाट रो गर्ने हो पसिना भएको हौ तपाईँ त कसरी बाबुले 10 मिनट बोकिराख्नु
पुकु पुकु यता हेर त आमालाई हेर न यता हेर न मैले उसलाई राखौँ कि भनेर हो खास यता पछाडि दाइ चाहिँ निस्केर जानुहुन्छ नि के पछाडि अनि त्यही त भनेको त अघि हामी मात्रै हो भनेको अनि भन्नुहुन्छ अन्त यता पछाडि दाइ हुनुहुन्छ अरू कस्टमर चाहिँ होइन हामी मात्रै हो ए कोही बेला त कुकु सानो बिचरा सानो उड्छ घुम्छ त्यही बाइकमा सुत्छ फेरि उड्छ सुत्छ प्लेन गयो छ रुममा सानो तिमी त्यस्तो चाहिँ नसर कि तिमी वेट हुन्छ कि बिचमा बस्नुहोस् कि हामी चाहिँ पापालाई हेर पापालाई ल भिडियो खिच्दैछु नि छोरालाई पानी खेल्दैछ यतिको चाहिँ हुनु होला नि त तर समाति चाहिँ राख्नु पर्यो यहाँनिर फोटो खिच्नु न गरेको पानी कम त खेलायो फर्स्ट टाइम नै हो नि मेरो त एक घन्टा गऱ्यौँ हामीले गरेनौँ है 50 मिनट जति गऱ्यौँ 10 मिनट अलिक अगाडि निकालिदिनु भनेको पोलेर घामले पोलेर नि के हामी चाहिँ यहाँ बेगनास लेकबाट माथि भ्यू टावर रहेछ नि त त्यहाँको फेवा भनेछ बेगनास र रूपा चाहिँ हो कहाँ फेवा यहाँबाट देख्नु अनि नानी त कति सानो छ त नि ए म त सानो नानी जस्तो देख्छु त त्यही त सानो नानी छ त नि सानो टिकट काट्दैछ त्यही म त सानो नानी देख्छु अन्त चाहिँ यहाँ रहेछ ए नमस्ते के राख्नु भएको रहेछ यस्तो पनि राख्ने रियल रहेछ हो कि यो लौका हजुर भेजिटेबल्सहरू उयो गरेर राखेको है बिउहरू रहेछ डुङ्गा छ बोट के को उयोहरू धान गहुँहरू होला यो सबै फुडहरू यो चाहिँ के हो यो मौरी काट्न जान्छ मह त्यही त त्यो होइन यो बुक्सहरू के हो ल हुन्छ सबै उयो सिड्सहरू रहेछ क्या यस्तो टाइम नि हामी पुरै खाली पहिला त फोटो खिच्ने ठाउँ थियो नि ए हो बिहानै छ नि त यो बेगनास रूपा यो बेगनास यो रूपा भन्ने यही हो हिमालहरू मजाको दिन उग्रेको छ है यता हेर्नु त यत्रो ठुलो यो तिहारहरूमा मेवा होइन हौ के हो छ यो कागतीहरूको प्रजाति के कागती र निबुवा जस्तै सानो अब लास्ट बेबीलाई बाई बाई भन्नुहुन्छ हुन्छ तर त्यसपछि झन् गाह्रो हुँदै आउँछ सानो उठ न त्यस्तो हे भगवान्
आऊ बिस्तारै झर नि बिस्तारै मलाई वास्तै गर्दैन नि पिचुले मैले पिचु कति भने कि तर उसले सिन्जाले त बाहिर गएको छैन उ त पिचु इटालीमा पढ्दै होला भ्याइसो होला सकिन आँटेर होला नि। So sad. अस्ति आउँदाखेरि पनि यसलाई पिचु र आवरणको फोटोसुट गर्नु आया ल त्यहाँ बस्यो सानो फोटो खिच्ने अनि दादा त हेर्दै छोड्नु त हात दुईजना बाबु म त ऊ झर्न आँटे जस्तो लाग्यो दुईजनालाई दुईजना पल्टी पल्टी बिचरा ऊ चाहिँ अनि घरमा चिडिया बेला नसुत्दा यहाँ माथि ऊ हेर्दै सुत्छे यो पिङमा चाहिँ उयो आवाज पनि मन पराउँछ के झुन्डाउँदाखेरि चाहिँ हेर्छ पानीहरूको आवाज पनि उयो हुन्छ नि रमाइलो तर सानो उता लाग्छ है सानो बेबीलाई सानो बेबीलाई लिएर जाने हो बेबी बेबी लाने हो घर लाने लाने कि नै यहाँ सुत्ने कहाँ भनेर सुत्ने ल तिमी सुत्ने बेबी पनि सुत्ने को चाहिँ बेबी सुत्ने? पनि बेबीलाई पनि सुताउने आमामा हेरी हेरी ल दाजुबहिनी ए लाग्छ ल बसन्त एकछिन हजुर लन्च गरिसक्यो एक्साइटेड छ उसलाई त छोड्नु मिल्दैन बेबीलाई सानो बेबीलाई किसी आमामामामामामा केटो त फेरि धेरै उयो गर्नु टाटा रे ऊ चाहिँ नमाने गर न देऊ न त हात देऊ न बेबीलाई देऊ हात देऊ ल ल ल होइन रहेछ बाई 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 किसी ल ल अनि जानु नि त अनि जानु बाई बाई पिच्चु पिचु हेरेको हेर नि के अरे नाम के पो अरे एरा लास्ट डे आज सक्यो हाम्रो स्टे यहाँ पिचु पनि जाँदैछ पछाडि पिचुको घरमै पछाडि हो नि त हाम्रो सानो पिचु अनि अब 2 बजिसक्यो ट्याक्सी बोलाएको छ आउँदैछ होला अब सियु सानो मोटो यता आउनु मोटो सियु नेक्स्ट टाइम पोखरा ल ढकेल ब्यागलाई लो झन्डै चिप्ले पनि ल ढकेल जाऊ सुटकेस ढकेल्ने रे क्या आफू लड्दैन गर्छ लडे पनि यहाँ तल उयै छ सफ्टै छ बुझ्लक्क चिप्लेर फेरि बसी गएर बाहिर झरा तल आऊ तल खेलेको मजा